हाई एभ्रिवान, म कहाँ जाँदैछु भनेर त हिजोकै भिडियो हेरेर थाहा भइसक्नु होला। भिडियो पोस्ट गर्न चाहिँ अलिक ढिलो भयो, नरिसाउनु होला कोही पनि। सो आज चाहिँ म चाहिँ जाँदैछु माइत घर। म, मेरो हस्बेन्ड अनि दादा चाहिँ त्यस्तै इमर्जेन्सी काम परेर चाहिँ हामी लगातारै हिँड्नुपर्ने भयो। हामी टिकट पनि भर्खरै गर्दैछौँ क्या, त्यस्तो इमर्जेन्सीमा हिँड्नु पर्यो। म चाहिँ जान्छु भनेर नि सोचिरहेको थिएँ, तर अलिक दिनपछि जान्छु, सरप्राइज दिन्छु एकैचोटि गएर भन्दै थिएँ, तर भएन। अनि हामी तिनजना चाहिँ लाग्यौँ। मेरो हस्बेन्ड र दादा चाहिँ फर्किहाल्नुहुन्छ होला सायद। म चाहिँ बस्छु 1 महिना जति अझै यतै झापाको गर्मी चाख्नलाई होइन। रेला गरिदिएको, यस्तो गर्मीमा त को बस्ने र। कामले गर्दा आएको। यदि कोही हजुरहरू झापा आउने प्लान बनाउँदै हुनुहुन्छ भने चाहिँ प्लिज नआउनु होला, यति धेरै गर्मी छ। यदि हजुरहरूलाई गर्मी मनपर्छ भने चाहिँ आउनु, मन पर्दैन भने चाहिँ नआउनु होला होइन। अनि म आज यति धेरै खुसी थिएँ नि होइन, मेरो पुण्डेलाई फर्स्ट टाइम भेट्न पनि पाउँछु। अनि अर्को खुसी चाहिँ के भन्दा चाहिँ मलाई चाहिँ जहिले गाडीमा आउँदा यति धेरै गाह्रो हुन्थ्यो होइन। योपालि चाहिँ मलाई केही गाह्रो भएन, यति फ्रेस भइरहेको थिएँ म होइन। काठमाडौँदेखिको झापासम्म लगभग झन्डै म हेरेरै आइपुगेँ होला होइन। राति खाना खाएर चाहिँ सुतेँ एकछिन भन्दा पनि सुतेँ। अनि बिहान पनि 5 बजी उठेर यस्तो फ्रेस भएर चाहिँ म यहाँ चाहिँ यसो स्किन केयर गर्दै थिएँ। स्किन केयर पनि के भन्नु, त्यही सनस्क्रिन जब लाउँदै थिएँ, किनकि झापा गर्मी त्यस्तै हो, थाहा छँदैछ यति धेरै छ। अनि म चाहिँ यता खोला हेर्दै आउँदै थिएँ। कत्रो ठुलो आएको रहेछ खोला। यो खोलाको नाम त के पो मैले बिर्सेँ होइन। अनि हेर्दै आउँदै थिएँ। अनि यता मेरो बुढाको पनि स्किन केयर सुरु भएछ। अनि नगर भन्दै मैले चाहिँ भिडियो गर्दै। यो चाहिँ पार्ट 1 हो, पार्ट 2 चाहिँ खोलिहाल्छु होला, किनकि मेरो लामो भिडियो हाल्न मिलेन, के भयो टिकटकलाई। अनि यति नै, बाई, थ्याङ्क यू फर वाचिङ। अनि फलो गर्न चाहिँ नबिर्सिनु होला। सौन्दर्य र एकान्तको दुई धारा देउरालीमा, सौन्दर्य र एकान्तको दुई धारा देउ